ए यो सब के छ साथीहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। म के काम गर्छु भन्नु आज तपाईहरुलाई सब देखाउनेवाला छु। हेर्न हेर्न त लेट्स गो। आज म छिटो उठ्छु र फ्रेस भएर रेडी हुन्छु। त्यसपछि ढिला नहुँ जान्छु म कोकोलाई भेट्न। कोको र म चराहरू हेर्छु र अनि जान्छु म ड्युटीतिर। त्यसपछि कोकोलाई बाइ बाइ गरेर म रुमबाट निस्किन्छु। ढिला भइसकेको थियो, हट्टा हट्टा निस्किन्छु म ड्युटीतिर। बाहिर आएर हेरेको त बिल्डिङ पनि कति छिटो बनिसकेको रहेछ। हल्का अगाडि एउटा कोर्स सुतिरहेछ, म यत्र उठ्ने त पनि उठ भनेर उठाइदिइहाल्छु। हल्का अगाडि पुगेको त कस्तो राम्रो फुल भेटे। त्यसपछि कानमा लगाएर टुइ टुइ आइटेम म यो घरमा हिजो खतरनाक भेटे साथीहरू। यसै ढिलो उसै ढिलो एकछिन बसेर भ्यू हेर्छु अनि जान्छु सोचे। त्यसपछि बसेर मजाले भ्यू हेरेँ। आज जस्तै गर्मी थियो र अनि लाग्दिन्छु म क्याफेतिर। धेरै धुलो उडिरहेको हुन्थ्यो, त्यसैले पानी पनि हालेर रहेछ। त्यसपछि साथीहरू फाइनल पुग्छु म क्याफे। त्यसपछि हुन्छु म काम गर्नको लागि रेडी। ढिलो नगरी फटाफट किचन साफ गर्न थाल्छु। बाहिर आएको त भेनाहरू पनि आउनु भएको रहेछ। भेनाले साइरी हान्छु भन्नु कस्तो हान्नुहुन्छ हेरौँ है त। 2 रुपैयाँको पेप्सी तेरो भेना माछिने सेक्सी। क्या बोला तूने? नास्ता रेडी हुन्छ र फटाफट खाएर म लाग्छु कटिङतिर। सुरुमा गर्छु म ग्रिन चिली कटिङ, त्यो पनि सकिहाल्छ। त्यसपछि गर्छु म ओनियन चप, त्यो पनि एकैछिनमा सकिहाल्छ। त्यसपछि भेज फ्राइड राइसको लागि पनि कटिङ गरेर सकिहाल्छ। त्यसपछि रेस्ट टाइम हुन्छ, म जान्छु भेनाको क्याफेमा। ल्या मेरो भाइ त मजाले सुते रहेछ। त्यसपछि तपाईहरुलाई म मेरो क्याफेको नाइट भ्यू देखाउँछु। फाइनली हाम्रो क्याफे पनि क्लोज हुन्छ साथीहरू। सो आज धेरै ढिला भइसकेको हुन्छ र म लाग्दिन्छु घरतिर। सो फाइनली म घर पनि पुगिसक्छु। आज धेरै काम भएकोले धेरै देखाउन भ्याएन साथीहरू, के गर्नु यस्तै छ। सो साथीहरू आजको लागि यति नै, मिल्थे नेक्स्ट भिडियोमा। कस्तो लाग्यो मेरो भिडियो? मन पर्योमा लाइक कमेन्ट शेयर सब्सक्राइब। बाई बाई।